नमस्ते, म रश्मिता अधिकारी। आज चाहिँ मेरो डे 26 अफ डेली पोस्टिङ जर्नी, जहाँ चाहिँ मैले मेरो आइडियाज, एक्सपिरियन्सेस अनि नलेजहरू चाहिँ सेयर गरेर आएको हुन्छु। आजको भिडियो चाहिँ म न त कम्प्लिटली नेपाली न त कम्प्लिटली इङ्ग्लिस बोथ मिक्स्ड ल्याङ्ग्वेजमा चाहिँ बनाउन चाहन्छु। मलाई चाहिँ एकजनाले चाहिँ नेपालीमा पनि बनाउनु न भन्नुभएको थियो, त्यही भएर चाहिँ अब मैले आजको भिडियो चाहिँ न त कम्प्लिटली इङ्ग्लिस न त कम्प्लिटली नेपाली दुइटै मिडियम दुइटै ल्याङ्ग्वेजमा मिक्स गरेर चाहिँ बनाउन लागेको छु। आजको भिडियोमा चाहिँ मैले चाहिँ मेरो जीवनमा तत्कालीन के रूपमा चाहिँ कुन कुरामा चाहिँ काम गरिरहेको छु, अथवा तपाईँ आफ्नो यो उमेरमा चाहिँ कुन कुरामा चाहिँ ध्यान दिनुपर्दछ, मेरो हिसाबमा चाहिँ मैले त्यो कुरा चाहिँ सेयर गर्न लागिरहेको छु। मैले चाहिँ 4वटा पोइन्ट्स राखेको छु। एउटा भनेको चाहिँ मेन्टली, एउटा भनेको फिजिकल्ली, एउटा भनेको फाइनेन्सियली र एउटा भनेको एकाडेमिकली। मलाई चाहिँ यो 4वटा कुरामा चाहिँ एउटा रेगुलर पर्सनले चाहिँ डेली रूपमा वर्क गर्नुपर्दछ जस्तो लाग्छ। अब नेपालमा चाहिँ के छ भने हामी मेन्टली त्यस्तो प्रायोरिटी दिँदैनौँ। मेन्टल त हामीले फाइनेन्सियली अनि एकाडेमिकली बिल्ड गर्दा गर्दै मेन्टली बिल्ड हुन्छ भनेर भन्छ, हाम्रो त्यो खालको सोसाइटी छ। तर मलाई चाहिँ के लाग्छ भने फर्स्ट कुरा चाहिँ हामीले मेन्टली बिल्ड गर्नुपर्छ, हाम्रो मेन्टल माइन्डसेट चाहिँ बिल्ड गर्नुपर्छ। किनभने तब मात्र तपाईँले जान्नुहुन्छ, आफ्नो बारेमा थाहा पाउनु भएको हुन्छ, अनि कुन डिसिजन लिने, के लिने, कसरी कुनै काम एक्जिक्युट गर्ने भनेर चाहिँ त्यो बारेमा नलेज लिनुहुन्छ क्या। मेन्टल्ली तपाईँ एजुकेट हुनुभयो भने चाहिँ तपाईँले लिएको डिसिजन तपाईँ आफूले डिसिजन लिन सक्नुहुन्छ, अनि त्यसपछि तपाईँले राइट रङ छुटाउन सक्नुहुन्छ र मेन्टल वेलबिङमा तपाईँ पढ्न सक्नुहुन्छ। अब त्यसपछि मेन्टली पछि फिजिकल्ली, अब त्यो मेन्टललाई ब्यालेन्स गर्नको लागि हामीलाई फिजिकल चाहिन्छ। हाम्रो बडी नै जति मुभ गर्यो त्यति नै दिमागले पनि काम गर्न सक्छ। त्यही भएर चाहिँ मेरो सेकेन्ड प्रायोरिटी वुड गो टु फिजिकल। तपाईँ रनिङ गर्नुहोस्, साइक्लिङ गर्नुहोस्, डान्स गर्नुहोस्, अथवा जे पनि गर्नुहोस्, तर फिजिकल्ली रूपमा पनि तपाईँ फिट हुनु पऱ्यो। मेरो सेकेन्ड पोइन्ट चाहिँ हामीले डेली बेसिसमा चाहिँ एउटा मेन्टली पछि फिजिकल्ली पनि काम गर्नुपर्दछ। अब थर्ड कुरा आयो फाइनेन्सियल्ली। यो समाजमा, यो वर्ल्डमा सस्टेन गर्नको लागि त हामीलाई फाइनेन्सियली इन्डिपेन्डेन्ट हुनै पर्यो। हाम्रो गभर्मेन्टबाट न त सेल्टरको लागि, न त फुडको लागि, न त हेल्थको लागि, न त एजुकेसनको लागि फ्री छ भनेपछि हामीले इच एन्ड एभ्री कुराको लागि त पे नै गरिरहनु परेको छ नि त नेपालमा बसेपछि। भनेपछि थर्ड पोइन्ट, अब तपाईँ मेन्टली पनि सक्षम हुनुभयो, फिजिकली पनि तपाईँ हेल्दी हुनुहुन्छ। अब तपाईँले थर्ड कुरा गर्नु परेको भनेको फाइनेन्सियली हो। तपाईँ आफूमा फाइनेन्सियली इन्डिपेन्डेन्ट हुनु भएन भने गाह्रै पर्छ अब कमिङ इयर्सहरूमा। त्यही भएर फाइनेन्सियली चाहिँ अब तपाईँ पैसा मात्र कमाएर हुँदैन, नेपालमा स्पेसली पैसा मात्र कमाउने अनि त्यसलाई चाहिँ डाइरेक्ट इन्भेस्ट गर्ने अथवा सेभिङ अथवा इन्भेस्ट गर्ने चाहिँ छैन। अब सपोज मैले 30,000 मन्थली कमाइरहेको छु अनि मेरो एक्सपेन्सेसहरू नै मैले म्यानेज गर्न सकिरहेको छुइनँ, मैले बढी एक्सपेन्सेस गरिरहेको छु भने त्यो तपाईँ फाइनेन्सियली लिटरेट हुनु हुँदैन। तपाईँले जति कमाउनुहुन्छ त्यसको तपाईँले आफूले एक्सपेन्डिचर गरिसकेपछि कति पर्सेन्ट चाहिँ तपाईँले बचाउने, कति पर्सेन्ट चाहिँ तपाईँले इन्भेस्ट गर्ने, बचाउने भन्दा पनि इन्भेस्ट गर्नेतिर लाग्ने कति पर्सेन्ट भनेर त्यसको बारेमा नलेज लिन एकदमै जरुरी छ। त्यो भयो भने मात्र तपाईँ फाइनेन्सियली तपाईँको अपलिफ्ट हुन्छ अनि तपाईँ फाइनेन्सियल लिटरेट हुनुहुन्छ। अब फोर्थमा आयो फाइनेन्सियल अपलिफ्ट त भयो, तर एकाडेमिक पनि चाहियो नि त। त्यो फाइनेन्सियललाई ब्यालेन्स गर्नको लागि त एकाडेमिक चाहियो नि। तपाईँसँग नलेजै छैन, एकाडेमिकै छैन भने त तपाईँले कसरी फाइनेन्सियली इन्डिपेन्डेन्ट हुन सक्नुहुन्छ, अनि फाइनेन्सियल नलेज चाहिँ तपाईँले कसरी पाउन सक्नुहुन्छ। फोर्थ पोइन्ट भनेको चाहिँ एकाडेमिकली। तपाईँ जुन पनि एउटा कुरा होस्, अब सपोज तपाईँ स्टेम प्रोग्रामै हुनुहुन्छ, साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, मेडिसिन, स्टेम यता, अथवा तपाईँ फाइनेन्सतिरै हुनुहुन्छ, अनि त्यसपछि अरू लयर अनि अरू भेरियस प्रोग्राम जुनमा भए पनि तपाईँ एउटा एकाडेमिकली तपाईँको प्यासन अनुसार अथवा तपाईँको डिसिजन अनुसार एउटा एकाडेमिकमा चाहिँ तपाईँ हुनु पऱ्यो, ताकि तपाईँले त्यहाँबाट पछि गएर एन्टरप्रेनरसिपै गरेर बिजनेसै गर्छु भन्दा पनि त्यहीँबाट पायो होइन, अहिले मलाई यही स्यालेरी अथवा यही जबै राम्रो लागिरहेछ भने त्यहीबाट गर्दा नि भयो। तर तपाईँसँग त्यो इन्कमको सोर्स हुनु पऱ्यो, किनभने अहिले अब जे कुराको लागि पनि वी हेभ टु डिल विथ द मनी, अनि इन्कम त चाहियो, त्यसको लागि एकाडेमिक त चाहियो होइन, नलेज त चाहियो। त्यही भएर चाहिँ एकाडेमिकली फोर्थ पोइन्ट भयो। यो चाहिँ मेरो 4 मोस्ट कुनै पनि हामी जेनरल पिपुललाई चाहिँ नेपालमा बसेर रन गर्नको लागि चाहिने मेरो अथवा जेनरल पिपुललाई चाहिने 4 पोइन्ट्सहरू हो। एउटा भनेको मेन्टली, एउटा भनेको फिजिकली, एउटा भनेको फाइनेन्सियली र एउटा भनेको एकाडेमिकली। अनि मैले पनि यो 4वटा अपलिफ्ट गर्नको लागि चाहिँ काम गरिरहेको छु। मैले मेन्टलीको लागि भेरियस बुक्सहरू पढ्छु, अनि त्यसपछि काम गरिरहेको छु। फिजिकलको लागि आई गो रन, डेली म रनहरू डान्सहरू गरिरहेको हुन्छु। अनि त्यसपछि अर्को फाइनेन्सियलीको लागि पनि आई हेभ रिसेन्टली जोइन्ड वान जबमा मैले जब रिसेन्टली जोइन गरिरहेको छु। अनि त्यसपछि लास्टमा आयो एकाडेमिकको लागि मैले मेरो एकाडेमिक पनि फोकस गरिरहेको छु। भनेपछि यो चाहिँ मेरो सजेसन्स हो। यदि
यो चाहिँ मेरो सजेसन हो। थ्याङ्क यू दिस मच फर टुडे।